हजुरको जन्मदिनको लागि हामी यति टाढाबाट हजुरको लागि शुभकामना गर्नुहोस्। भगवान् दाहिनी हुन्, कुल देवताले रक्षा गरून्, हिँड्दा कहिले ठेस नलागोस्। भगवान् तपाईको दाहिनी हुन्, कहिले पनि हिँड्दाखेरि तपाईलाई ठेस नलागोस्। तपाईले जला जे गर्छु भन्छ तपाईका दुश्मन तपाईका पैताला मुनि हुन्, कुल देवताले रक्षा गरून्। कुल देवता पितृले सधैँ तपाईको आशीर्वाद होस्। हे भगवान् तपाईको लागि मरियो भन्न खोजेको बिहा नगर्दै एउटा छोरो होस्। दुई किरार दिएको नि त वारिपारि एउटा। यो के जाँड बोलेको हो? जाँड बोलेको हो कि के हो? मान्छे बोलेको? हजुर जाँड बोलेको कि मान्छे बोलेको? त्यो बाहुनले पुरेर गएको भट्टा जसै कतै जान्छ ऊ जसै आशीर्वाद दिने आउँदैन। बरु मैले भनिदिन्छु तपाईँ छिमेकी हो यार मेरो। उहाँ उसको उहाँ पनि मेरो जग्गा छ उहाँ कसैको ताल उठाइदिएको छ, कसैलाई जाँड लागिरहेछ। यो जतिको रमाइलो जिन्दगीमा हान्दिम 2 वर्ष इराक बस्नेले उहाँ काठमाडौँमा घर भडाएर पाएको छ नि। तपाईँ 18 वर्ष भनेको काठमाडौँमा नि छ है फेरि त्यही त मेरो उसको के छैन भनेर सोध्नु न फेरि घर तपाईँ। छैन यार, थाहा भइसक्यो। घर र पुरी चाहिँ छैन यार मेरो। के छैन भनेर सोध्नु न। अलिअलि सुनिसक्यो। मेरो घर र पुरी चाहिँ छैन। अब यहाँ हुँदैछ बुढी। अनि घर चाहिँ कहाँ बनाउने? होइन कता बनाउने भनेर सबैतिर जग्गा भनेर जुन अब त्यहाँ पैसा भाला अब घर बनाउने भने त्यो ठाउँ जुन राम्रो लाग्छ त्यही बनाउने। अब बुढीको चोइसमा होला। बुढीको चोइस होइन त्यही अब त पनि बुढीको चोइसमै आइपुगेको होला। होइन आफ्नै चोइस के होइन होइन नभनेको तपाईँको बुढी त उहाँ पहिला हिँडिदिन्छ फेरि। बुढीको चोइसमै आएर बुढी पनि भने ढुक्क पैसा छ नि। भोकै त भन्नु न, यहीँ छ क्या बुढी? होइन नेपालमै नेपाली हो। बुढीको चोइसमै यहाँ आएको। बुढीको अर्को चोइस हो भने त हिँडिन्छ बुढी फेरि। विदेशमा छ, कहाँ छ? इटाली। सिक्ने केटाले फकाउँछ, 1 दिन हो 2 दिन हो 3 4 दिन फकाएर ठोकिदिन्छ लान्छ। त्यतिखेर एकचोटि ठ्याक पाएपछि गयो। नेपाली इज्जत गइसक्यो। सत्य होला। हामी छोरा मान्छेले 10 जनालाई चिक्यो भने आफ्नो घर बिर्सिन्छ, छोरी मान्छेले एउटा चिक्यो भने गयो त्यो।